ताङ भन्छ अनि ल्याउनु परेन गएर पुती जस्तो लगाएको छ नालाउ नालाउ लाडो माना ओ तेरो खानदान रन्टा हो भन्दै छ त्यसले बिया रन्डीको छोरो जिरे राडीको छोरो मलाई बलात्कार गरियो रन्डीको छोरो भैँसीको चिकुवामा भैँसी चिकेर निस्केको रन्डीको छोरोमा चिक्ने झत्तेमा चिक्ने झलक बोरा भन्ने रन्डीको छोरोमा चिक्ने तेरी आमाको गन्दै पुतीमा ल्याप चिकेन भनेर रन्डीको छोरा खाते म कराउनु मिल्दैन के बाहिर म्याडमहरु छ के सुते छैन ए रोक छोरो मेरो पुत्ती रोक राडीको छोरो भालुको छोरो म्याच चिक्ने खाते रन्डीको छोरो भालु नि भालु भन्दै बस्छ राडीको छोरो म्याच चिक्ने साला खाते राडीको छोरो म्याच चिक्ने अब रेकर्ड गरेर हाल्दै युट्युब तिर रन्डीको छोरो यो अरूलाई गाली दिँदै हिँड्ने यो भालुको छोरो हो भनेर चाहिँ लेखेर हाल गाइजहरु साले क्याप्सन राख न पुती मुखे यो वान डे युमी लेखेको छ नि यो रन्डीको छोरो म्याच चिक्ने भालुको छोरो यो भैँसी ठोकुवा रन्डीको छोरो चाहिँ को रहेछ फेरि म्याच चिक्ने खाते मादर छुत राडीको छोरो म्याच चिक्ने केही फरक पर्दैन केरा केरा भनिरहेछ करा करा भन्दैछ त रन्डीको छोरो म्याच चिक्ने त बिस्याको छोरो त भालुको छोरो त नमुना त मुजी टिसी टाउके राडीको छोरो खलपत्रे बिस्याको छोरोलाई त कहाँ फरक पर्छ त रन्डीका छोरा म्याच चिक्ने खाते राडीको छोरो यसको चाहिँ लिएर आएछ त यो वान डे युमी भन्ने रन्डीका छोरा म्याच चिक्ने भैँसी चिकुवा राडीको छोरो म्याच चिक्ने तिरी आमालाई घोप्टी बारेर पाकिस्तानले चिकेर जन्मेको त बिस्याको बच्चा त म्याच चिक्ने भालुको नासो टिसी टाउके म्याच चिक्ने खाते बिस्याको पिसाद रन्डीको छोरो झलके बोरा है सोही साइडको तर तल झर एकछिन तर रन्डीको छोरो बोरालाई त त्यहाँनिर झुन्ड्याइराख्छु नि कहाँ तँलाई तान्नु भनेर अरू मान्छे झारेको हो त मैले यहाँ मेरो सोल्टीलाई तान्नु पो झारेको त राडीको छोरो म्याच चिक्ने खाते बिस्याको छोरो म्याच चिक्ने टिसी टाउके राडीको छोरो म्याच चिक्ने त रन्डीको छोरो वान डे मुजी तै भालुको छोरा होस् म्याच चिक्ने बेस्याको छोरो तँलाई खलपत्रे म्याच चिक्ने राडीको छोरो मोजी साला झत्ते म्याच चिक्ने पशुपतिमा चप्पल चोर्दै रन्डीको छोरो बेच्दै गाजा खान्थ्यो अरे राडीको छोरो अनुहार हेर न त्यस्तै छ मुजी खलपत्रे राडीको छोरो रन्डीको छोरो ठुक्क जस्ट ट्राई राडीको छोरो छ्या 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 अनुहार म्याच चिक्नेको अनुहार हेर्न रन्डीका छोराको अलिकति तल गरेर राख्नु पर्थ्यो क्या रन्डीको छोरो म्याच चिक्नेको राम्रो देख्ने ल है यो त्यो भैँसी चिक्नेमा चाहिँ हैन त्यो भैँसी चिकुवामा यो भैँसी चिक्ने त्यो भिडियो चाहिँ इएसको रहेछ क्या गाइजहरु सबैले चिनिराख्नु है यसलाई यो वरिपरि देख्यो भने यसलाई खेदाइहाल्नु है त्यो भैँसी चिक्ने काण्ड निस्केको छ नि यसले चिकेको हो यो ठुलो पर्दामा हुनेले त्यही भएर यो ठुलो पर्दामा हुने दिदी वरिपरि मान्छेहरुले चिकेको यही केटा हो म्याच चिक्ने फेरि भिडियो कलले म्याच चिक्ने तानेछ क्या यो फेरि यसको आमालाई चाहिँ रत्न पार्कमा कुन चाहिँले भोडी बोकाएछ अब के मुजी पुती थापी हिँड्नेलाई कता कुन चाहिँले चिकेर फुसी जाएर यस्तो मुजी चोर निस्केछ म्याच चिक्ने खलपत्रे राडीको छोरो अनि यो चोर निस्केछ अनि यो चोरलाई अब के गर्नु है चोर्दा 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 रन्डीको सन्तान भन्दैछ राडीको छोरो म्याच चिक्दाखेरि कस्तो जिगा दिदा छ यता उति यसरी हेर्नु हैन फुक लाउँछन् ल्याप्पै मुडा माथि भएर माथि दिदी अझ नभएर हातले यस्तो टेकेर कचक 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 भैँसी चिक्का रन्डीका छोरा त्यति मात्र नभएर त राडीको छोरो म्याच चिक्ने खातेले त के गरेछ थाहा छ यो रन्डीको छोरो है यो भैँसी चिक्ने यसलाई कतै कसैले देख्नु भयो भने महानुभावहरु यसलाई चाहिँ तुरुन्तै समाएर पोलमा बाँधेर यसको चाहिँ के अरे कानको जाली फुट्ने गरी चट्कन लाउनु पर्छ यो राडीको छोरोलाई यो म्याच चिक्नेलाई अनि यो अर्को खलपत्रे छ
यो म्याच सिक्ने अर्को यो जय गणेश भन्ने खालको यो राँडीको छोरो म्याच सिक्ने यो बोरा भन्ने बेचियाको छोरो म्याच सिक्ने झलक बोरा भन्ने राँडीको छोरो यो जय टिङ्रे म्याच सिक्ने यसको लाडोमा चाहिँ 7 पत्रे फर्किने गरी हान्नुपर्छ लाडोको 7 वटा पत्र जाओस् क्या म्याच सिक्ने बिस्याको छोरो मोजी अब म्याच सिक्नेहरूले जज गर्ने को तहरू हो अरे राँडीका छोरा मोजी खाते म्याच सिक्ने तेरो चाकमा चिकेन भनेर रन्टीको छोरा कुल डाउन होइन यसको चाहिँ के अरे यसको यो उसमा के अरे त्यो टोइलेट गर्ने त्यो गु गर्ने नाली सफा गर्नुपर्ने छ गटर भन्छ नि हो त्यो कहाँ गयो होला चिकच्याक त्यसको गटर सफा गर्नुपर्ने छ म्याच सिक्ने रन्डी र भालु लेख्छ राँडीको छोरा तेरो पनि नाकबाट फुसी निकाल्दिनु पर्ने अनि म्याच सिक्ने यसको पनि ओइ इङ्ग्लिस आयो त आज त अरे म्याच सिक्ने तँलाई मात्र बोल्न आउँछ मुजी फलपत्रे मुजी म्याच सिक्ने जुन चाहिँ अनपढ छ त्यसले चाहिँ इङ्ग्लिस बुझ्छ त्यो त त्यही हो नि अब त्यही खैरेहरूसँग बोलेर बुझेको नभए त खुलित्तै यसलाई नि पुत्ती नै हो लेख्न जान्दैन लेखेर दियो भने पढ्न जान्दैन होला ओइ तेरो कहिले 1 हप्ता पुग्छ भन् त 1 हप्ता कहिले पुग्छ तेरो भन् त 1 हप्ता पुगेपछि तेरो नाम चाहिँ रुवाबासी राख एलोन मुजितान पनि आइपुगेछ एलोन मुजितानलाई तान्नु पर्यो माथि ओइ ब्ल्याङ्केट तँलाई तल राखे ल साथी एलोन मुजितान रे खोइ एलोन मुजितान कता उडियो त माथि आउनु एलोन मुजितान म बस्छु यहाँ मुजी यो रन्डीका छोरा म्याच सिक्ने झत्ते म्याच सिक्ने बिस्याको छोरालाई यसलाई यहाँनिर होइन यिनीहरूलाई त राख्नै पर्छ यहाँ टङ्स्याएर माथि ठुलो पर्दामा राख न त्यो क्याप्सन लेख न अनि पो अलिक नराम्रो फिल हुन्छ त्यो फोटो राखेको हो नि एकछिनै भैँसी चिकुवा लेख्नु कि भैँसी काण्ड होइन यसलाई भालुको नासहरू भनेर यसले भालु भनेछ नि त हामीलाई म भनेको त फेरि भालुको नास होला अनि यो मान्छेलाई माथि त्यसलाई बिचमा राख त एकछिन मजाले ठोका अनि फाल्दिम आदरणीय मेरो दाइ 305 जनाहरू मेरो के रे मेरो दाजुभाइ भन्नु मेरो प्यारा प्यारा बेबीहरू ट्याप गर्नु यो बुढी बिहे नगर आमालाई चिकेर हिँड्ने राडीको छोरो डर ठोक्दैन लै अनि फाल्दिम छोलेर फाल्दिनु यिनीहरूलाई टिकटक त्योमा के रे होइन युट्युबमा हाल्नुपर्छ भिडियो रेकर्ड गर्छु म त ठोक त आयो मासला मुन्टो पर्यो तेरो भोइस आजै केली मासले तेरो मुख मात्रै चलिरहन्छ म्याच सिक्ने खलपत्रे मोजी टिसी टाउके मजिको बच्चाहरू भैँसी चिकुवा राँडीको छोरो बलात्कारीहरू यो दुईटाले मिली भैँसी चिकेको अरे क्या बलात्कार गरेको अरे रेकर्ड गर अनि हाला म्याच सिक्ने खाते बच्चियाको बान्नहरूलाई बान परेर मर्ने तिनीहरू पख म अब छेत्री बाहुन स्टाइलले सराप छु ए राडीका बच्चे सराप्ने बेलामा डिस्टर्ब नगर है म यहाँ छेत्री बाहुन रेकर्ड हुँदैछ हो नि तेरो भोइस चिनिन्छ छोप भोइस छोप चुक्लाक तेरो भोइस छोप नचिक्ने तेरो भोइस आउला नि युट्युबमा प्यार गरेको के भन्दै थियो बुनेले थाहा छ नि साथीमा बसिरहेको थियो गफ गरिरहेको थियो अब त्यस्तै अब सराप नै दिँदैन
त्यति धेरै बोल्नु पाइँदैन नि त राडीको छोरो म चाहिँ के रन्डीको भन्छ? छोरो म चाहिँ आमा बलात्कारी राडीका यहाँ त छोरो मजै हुँदैन। रन्डीको छोरो म चाहिँ टिसी टाउकेमा यो त अलिकति तिरी आमाको खलपत्र रत्न जस्तो। पुतीबाट निस्केको राडीका छोरोहरू रन्डीको छोराहरू यहाँ कमेन्ट गरेर कुदाउँछ राडीका छोरो म चाहिँ टिसी टाउके माछिक्ने मेरो जिगज्याग साथी कहाँ गयो यिनीहरूको कन्डोको गटर सफा गर्थ्यो राडीको बानरको रन्डीको छोरो टिसी टाउके जस्तो अनुहार बोकेर बस्ने राडीका छोरो रन्डीको छोरो अलवेजको 12 इन्चको लाडो माछी मुखै होइन चुप लाग ओइ यस्तो हो क्या यहाँ सुन म छेत्री बाहुन जस्तो सराब छु एकछिन पक रन्डीका छोरा बज्याका किरिया मरि गएस तँलाई घोप्टो पारेर लगेर तँलाई गाड्न पर्ने तँलाई यसो किरिया यसो भन्नु चुप लाग म चाहिँ म सिक्दैछु हरियो बाक्समा लगेर टुपारोस् भन हाँडी घोप्टे तँलाई घोप्टो पारेको तँलाई कालो हाँडी घोप्टे तँलाई बज्याको किरिया तँलाई हैजाले बोकेर लान नसकेका तँलाई च्यान परेको तँलाई अलाथिमी तँलाई भोलि हरियो बाक्समा लागेर लगाएर टु पारेर लानु परोस् भन्दै पारेर यसलाई लानु पर्ने बज्याका किरिया यो दुईटा छिनी बज्याहरूलाई किन्देऊ न ए फ्याल्दै राडीको छोरो म्याच चिक्ने तर यो फोटो राखिराख्नुपर्छ है अन्त कमेन्ट गरेको सुन भने म्याच चिक्नेलाई हालिहाल्नुपर्छ हालिहाल्नुपर्छ म्याच चिक्नेलाई भिडियो कुदाउनुपर्छ त्यहाँबाट अनि आजको ताजा ताजा समाचार म भनेको भाग्यनी उपानेको दिदी बहिनी यो दुईटा राडीको बान त भनिँदैन यो दुईटा मुजी फेरि मुजी भनेछ बलात्कारीहरूले दिउँसे भैँसी लोदर बोलेको लेखेको होला दुई किन आउनु भएको त एलिसा मेरोमा बिहान फेरि यो ओइ ओइ छोड्दै त्यो छोड्दैन ओए मिस बेबी एलोन ओइ यहाँ सुन न ओइ यहाँ सुन न यो निशानेले राखेको डिपी त तर निशानसँगै थोपडा मिल्ने रहेछ यसकै दाजुभाइ त होइन कतै हेर्दा त्यो ऊ निशानेले राखेको फोटो माया चिक्ने त्यसको दाजुभाइ त होइन बिचरा निशानलाई त्यस्तो नभन्नु भयो सक्यो अब ठोक्नु पर्यो यसले छोडिसकेछ नि प्याप्टे पुती यो ब्याग भइसक्यो यसलाई ब्याग भएर यसलाई किन तानेको क्या म तान्ने पनि थिइनँ कसम म तान्ने थिइनँ क्या यिनीहरू कुन चाहिँले तानेको कि म तान्ने पनि थिइनँ साँच्चै होला बिचरा यी लाडोको बिचरा म्याच चिक्ने जसले लात्ती हानेर किक हानेर हिँड्छ त्यसले हिँडोस् क्या त्यसलाई छोडिदिने मुजी एउटा मुजी पुती नै ठुलो कुरो होइन नि त साथीभाइ पनि चाहिन्छ पुती भन्ने कुरा आफ्नो ठाउँमा छ त्यता पनि बोल्नु पर्छ नबोल नउयो गर भनेको त होइन लुगा म एकछिन झरेँ ल माया नभए टी-शर्ट त्यो राम्रो छ त नि कोब्रा वेलकम लास्ट सानो भयो कि फ्रक तँलाई ठिक्क भएन ठिक्क त ठिक्क भयो भइगयो त अलिकति ज्याकेट फेरि लिएको पहिलेको के भयो छ पहिलेको तिनटै छ त म्याच सिक्नेलाई मैले त जिन्सको ज्याकेट भेनालाई हाल्दै भनेको हालिदिस् म्याच त्यहाँबाट तान्ने बित्तिकै हतार कुदिहाल्छ त्यो बाँधिदिन्छ अनि खत्तै भागिहाल्छ अनि त्यो चाहिँ पहिले झारिदिनु परेन अब त्यो भेब ल्याउने बेलामा ल्याइन्छ मलाई हतार पनि थियो भेनालाई फेरि कति बजी कालो ज्याकेट देखा त ओइ कस्तो देखिन्छ त म्याच सिक्नेलाई मैले के अरे कहिलेदेखिको भने कतिचोटि आइसक्यो भेना र गइसक्यो सिक्ने मैले लामो किनेको त्यो लामो त लामो हुन्छ मलाई मन परेन छोटो मन राम्रो हुन्छ कि लामो राम्रो ए यो भिसी लेख्नेको उयो पछाडि नलाग्नु है ए यो त क्रप रहेछ माथि छोटो है म त यस्तो त मन पर्दैन खै हेरौँ उता फर्की त तर यो त छोटो जस्तो
मोटो मान्छेलाई फटेङ्ग्रा जस्तो देखिन्छ राम्रो भएन यो त फटेङ्ग्रा जस्तो मलाई देखिन्छ चाहिँ यसमा यसमा लगायो भने यसमा लगायो भने दामी देखिन्छ मैले हिजो लगाएको त लगा त मलाई त मलाई त यतिको चाहिँ होइन कि योभन्दा अलिक तल त्यो कमर आउँछ नि हो त्यो चाहिँ मनपर्छ चाक देखिने गरेको ठिक चाक देखिने खालको क्या त्यो